सर अब समयसँगै अब संस्थाहरू पनि बदलिन्छन्, मानिसहरू पनि बदलिन्छन्, पुस्ता बदलिन्छ। तर कहिलेकाहीँ शिक्षकले एउटा विद्यार्थीको जीवनमा या शिक्षकले आफ्नो संस्थाको या विश्वविद्यालयलाई कुनै एउटा चाहे त्यो सानो नै किन नहोस् केही न केही किसिमको प्रभाव पारेको होला या योगदान पुर्याएको होला। आफ्नो यात्रा सम्झिँदा हजुरलाई कुन अनुभव चाहिँ सबैभन्दा धेरै प्यारो लाग्छ? यो मेरो यात्रा सार्थक भयो भन्ने खालको त्यस्तो केही अनुभवहरू छन् कि? मैले चाहिँ आफैले रोजेको पेसा हो। त्यसो हुनाले हरेक दिनको क्लासमा म क्लासमा उभिँदा होइन मेरो आफ्नो यात्रा चाहिँ के भनेदेखि सफलै भएको चाहिँ गर्छु। सबै त होइन, मैले जे जति पढाएँ त्यो सबै पढाउने विद्यार्थीले आजको दिनसम्म उनीहरूको स्मृति पटलमा राखेका छन् भनेपछि त मैले केही गरेकै रहेछु नि भन्ने एउटा सेटिस्फ्याक्सनको लेभल त्यो हो। साँच्चै नै भन्ने हो भनेदेखि मैले त्रिभुवन विश्वविद्यालयको एउटा मास्टरले गर्नुपर्ने कामभन्दा धेरै काम गरेको छु, धेरै काम गरेको छु। अब त्यो विश्वविद्यालयले सम्झिनु नसम्झिनु होइन, विश्वविद्यालय भनेको अब धेरै मान्छे बानी बगेर गइसक्यो होइन, 50-60 वर्षको कुरामा चाहिँ त्यो अब तिनीहरूले नसम्झिए पनि तर के भन्ने यो यसको योगदान छ भन्ने कुरा त हुनु पर्यो नि होइन। त्यो नहुँदाखेरिको होइन, त्यो नहुँदाखेरिको चाहिँ ले अलिकति चित्त दुखाउँछ। अब घटनाकै कुरा गर्ने हो भनेदेखि यो स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चाहिँ जनमत सङ्ग्रहको एउटा चाहिँ के भनेको एजेन्डा हो। अब त्यो चुनाव गर्ने बेलामा अब शङ्करदेव क्याम्पसमा टिचर्सहरूकै कारणले गर्दाखेरि विद्यार्थीलाई एउटा के इन्फर्मेसन गयो भनेदेखि यो चुनावमा नेभी सङ्घले ल्यान्डस्लाइड जित्छ भन्ने चाहिँ एउटा इन्फर्मेसन बाहिर गएपछि त्यसपछि चाहिँ बाहिरबाट एउटा चाहिँ के प्रेसर हानियो। त्यो भनेको बाहिरबाट फोर्स ल्याएर अर्को पक्षले बाहिरबाट फोर्स ल्याएर चाहिँ के भनेको त्यहाँ भिडन्त गराउने चाहिँ आयो। म एज अ प्रिन्सिपल है, अब एउटा प्रिन्सिपल हुँ, एउटा व्यक्ति हुँ, एउटा व्यक्ति है, प्लिज काइन्डली अन्डरस्ट्यान्ड गरेर एउटा व्यक्ति एज सच चाहिँ म हुन्जेल चाहिँ के भनेदेखि यो कुरा शङ्करदेवमा यो चिज हुनु भएन। त्यो मेरो चाहिँ इन्स्टिङ्क्ट होला, मेरो चाहिँ के भनेदेखि चाहिँ जिद्दी होला, त्यो बेग्लै कुरा हो होइन। त्यसो हुनाले म चाहिँ ग्राउन्डमा उत्रेर सबपर यो चाहिँ के भनेदेखि चाहिँ घटना नघटोस् भनेर टार्ने प्रयास गरेँ। अब बाहिरबाट आउने अर्को चाहिँ के भनेदेखि समूह त बाहिरबाट आउने थिए, उनीहरूले मलाई चिन्दैन पनि थिए, के पनि थिएन। तर धेरै जसो चाहिँ के भने नेभी सङ्घका चाहिँ विद्यार्थी त शङ्करदेवका थिए नि होइन र। त्यो कारणले गर्दाखेरि शङ्करदेवको विद्यार्थी त मैले भने त मान्छ नि भन्ने मलाई त्यो विश्वासले गर्दा म ग्राउन्डमा गएँ र ग्राउन्डमा गएर चाहिँ के भने मैले यी दुईवटा बिचमा एउटा डिस्टेन्स मेन्टेन गराएर झगडा गर्न आउँछ तिमीहरू त जा भनेर उ गरेर बसेँ है। झन् मैले 1 घन्टा 1.5 घन्टा यो काम गरेँ। एउटा मानिसले एउटा टिचर्सले होइन सिम्पली बिकज अफ दि मोरल होइन, सिम्पली मोरल चाहिँ स्ट्रेन्थको कारणले गर्दाखेरि मैले यो काम गरेँ। अनि नेभी सङ्घको चाहिँ विद्यार्थी आएर के भने त भने होइन सर अब त यो यस्तै भयो होइन, यो यस्तै भयो सर, अब यो यहाँ झगडा हुन्छ, तपाईँ जानुहोस् माथि गएर बस्नुहोस् भनेर मैले ग्राउन्ड छोडेपछि झगडा पनि भयो, मारामार भयो, लखेट भयो, सबै भयो राइट। यो एउटा व्यक्तिले व्यक्तिगत रूपमा गरेको जुन कन्ट्रिब्युसन छ नि होइन, त्यो कन्ट्रिब्युसनको मूल्याङ्कन त कुनै ठाउँमा हुनुपर्ने थियो, नम्बर 1 पोइन्ट होइन। अब दुर्घटना भयो, मैले रोक्न त सकिनँ नि, रोक्नलाई त के भनेदेखि चाहिँ जिम्मेवार व्यक्तिहरूले त्यहाँ सेक्युरिटी चाहिँ के गर्नुपर्ने थियो, स्ट्रेन्थेन गर्नुपर्ने थियो नि, त्यो त काम त गरेनन् नि होइन। त्यो त मेरो फल्ट त भएन नि सर। अब यी सबै चाहिँ एउटा कुरा मेरो सम्झनामा भएको। अर्को चाहिँ के भनेदेखि जनमत सङ्ग्रहपछि तिम्रो चाहिँ 2टा काउन्टर रेभोल्युसनको एटेम्प्ट भयो। एउटा चाहिँ नेभी सङ्घको जुलुस काङ्गानी अस्कलमा गएर चाहिँ पूर्ण सभा गर्ने र आमसभा गरेपछि चाहिँ के हो भने के
उ गर्ने भन्ने भयो। अब सरकारको बुद्धिले भ्याएकोसम्म साँच्चै नै सरकार थियो, यो के यसको पछाडिको लजिक के थियो भन्ने बुझ्ने हो भनेदेखि सरकारबाट हुनुपर्ने काम के थियो भनेदेखि तिम्रो चाहिँ के भयो जुलुस अस्कल जाने होइन नि भनेर रोक्नुपर्ने थियो, त्यो चिज भएन। तर गभर्मेन्टको इन्स्ट्रक्सन चाहिँ त्रिभुवन विश्वविद्यालयलाई के आयो भनेदेखि अब यसरी विद्यार्थीहरूले चाहिँ माथि हतियारहरू चाहिँ जम्मा गरेर बसेर ढुङ्गामुढा लगायत सबै छ, रड पनि होला, त्यो त्यसो हुनाले त्यो खाली गर्नुपर्छ भन्ने चाहिँ कुराहरू आयो। हस्टेल खाली असल खाली गर्नुपर्ने भन्ने कुरा आयो। अब असल खाली गर्नुपर्छ भन्ने कुरा आएपछि क्याम्पस प्रमुखहरू दिनहरू सबै बसेर चाहिँ के भनेको कुरा भयो। कुरा हुँदाखेरि चाहिँ बसेको मानिस सबैको चाहिँ के भनेको चाहिँ ओपिनियन के थियो भनेदेखि त्यो होस्टेल भने हाम्रो प्रपर्टी हो, हामीलाई चाहेको बेलामा हामीले चाहिँ निस्क भन्न पाइन्छ होइन, सबै पाइन्छ भनेर। अनि मै एउटा चाहिँ के भनेको चाहिँ उल्लुले मैले के भने अहिले देशमा नेसनल क्राइसिस के छ, यो नेसनल क्राइसिस नभइकन तपाईँलाई कुन मोरल ग्राउन्डले तपाईँ खाली गर भने अर्डर गर्नुहुन्छ, राइट? यो बिल्कुल गलत हो, यो बिल्कुल गलत हो होइन। त्यसको हुनाले होस्टेल खाली गर्नुभन्दा अगाडि अहिले यो होस्टेलमा चाहिँ जम्मा भएको मानिसहरूको जम्मा हुनुपर्ने कारण के हो, त्यहाँ माथि राख्नुपर्ने कारण के, त्यो बुझेर कुनै सल्युसन छ भने त त्यो सल्युसनतिर चाहिँ एमिकेबल सल्युसनतिर जानु पऱ्यो नि। त्यो भएको हुनाले एउटा चाहिँ हाई लेभल चाहिँ के भने उ गर चाहिँ कमिटी गठन गरेर उनीहरूसँग वार्ता गर भनेर चाहिँ भन्यो। अब त्यो चिज वार्ता गर्न नपठाएको भइदिएको नि होइन। अनि होस्टेल खाली गर भनेर चाहिँ नोटिस दिएपछि विद्यार्थीले खाली गराउन पुलिस पठाउँथ्यो, राइट? पुलिस पठाउँथ्यो। अनि त्यो पुलिस पठाएपछि मानेनन् भनेदेखि पुलिसले बल प्रयोग गर्थ्यो। अनि त्यो अस्कल 1ले जनमत ल्याए, अस्कल 2 चाहिँ ले जनमतलाई चाहिँ के भने पछिल्लोतिर धकाल्थ्यो। बुझेको बुझेन होइन? अस्कल 2 घटना भएको भएदेखि जनमतलाई घटाल्यो। अब मैले त्यति भनिदिएपछि अब उहाँहरूले के लागेछ, एउटा कमिटी गएर अनफर्चुनेट मै परेँ त्यसमा होइन। त्यहीँ परे गए कुरा गरेँ। हामीलाई यो सेक्युरिटी थ्रेट छ, त्यसो हुनाले हामीलाई बारम्बार चाहिँ यो सेक्युरिटी थ्रेट आशंका चाहिँ के भनेदेखि चाहिँ लफङ्गाहरू आएर राति सधैँ नै प्रब्लम गर्छ। यो मात्रै प्रब्लम होइन, त्यसो होइन हामीले साथीहरू हाम्रो सेक्युरिटीको लागि दिए। यदि सेक्युरिटी दिनुहुन्छ भने पुनः हाम्रा चाहिँ के भनेदेखि यो होस्टेलमा बस्ने बाहेक अरूले होस्टेल छोड्छ। तर कसैको वारेन्ट छ, त्यो वारेन्टवाला त बसे भइहाल्यो नि, के फरक परेर भन्ने कुरो भयो। अनि त्यहाँबाट फर्केर आएर सेक्युरिटी प्रोभाइड गरिदिनु पऱ्यो भन्ने कुरा आयो। अनि हुन्छ सेक्युरिटी प्रोभाइड गर्छौँ आज माथि। यो सेक्युरिटी चाहिँ के भनेदेखि प्रोभाइड गरे बापतमा होइन, यो सेक्युरिटी प्रोभाइड गरे बापतमा तिमीलाई चित्त बुझ्यो भने त तिम्रो मान्छेले त भोलि बिहान त होस्टेल छोड्नु पऱ्यो होइन, होस्टेल छोड्नु पऱ्यो भन्दाखेरि उनीहरूले हुन्छ भनेर माने, हुन्छ भनेर। अनि आएर भाइस चान्सलर कहाँ आएर अब यही भनिदिनु पऱ्यो भनेर हाम्रो कमिटीमा आएर त्यही कुरा गऱ्यौँ। अनि भाइस चान्सलर एक ठाउँमा छ, बागमतीको अञ्चलाधीश अर्को व्यक्ति छ हो कि। अनि बागमतीको चाहिँ तिम्रो चाहिँ के भने एसपी भ्याली एसपी चाहिँ एसएसपी चाहिँ के भने रणबहादुर चन्द भन्ने अहिले ठुल्ठुलो कुरा गरेर हिँड्ने मान्छे छ होइन, रणबहादुर त्यहाँ छ। अनि हामीले यो भनेको छु, त्यसो गरेर तपाईँहरूले सेक्युरिटी दिनु पऱ्यो भन्दाखेरि उसको र उसको चाहिँ के भयो भनाइ के छ भने हामी त दिन सक्दैनौँ, भनेपछि अब तपाईँ त्यहाँ त वचन दिएर आउनु भएको छ, तपाईँले सेक्युरिटी दिनुपर्छ भनेर होइन र। अब त्यो सेक्युरिटी दिन्न भनेपछि मेरो हिस्ट्रीमा म त शिक्षक हुँ होइन, शिक्षकको नाताले कसले के गर्दो रहेछ त। आजको चाहिँ अस्कलको गेटमा बसेर चाहिँ भित्र मान्छे नपठाएर सेक्युरिटी दिने काम म गर्छु, तपाईँले गर्नु पर्दैन भनेपछि सायद उहाँलाई लाज भयो होला
होइन लाज भयो होला चाहिँ एउटा भ्यान राखिदिन्छु भन्यो राखिदियो है। उनीहरूलाई त्यो रातमा कुनै प्रकारको चाहिँ ट्रबल भएन। धेरै मान्छेले होस्टेल छोडे, जुलुस आयो, जुलुस गर्यो, भाषण गर्यो, फर्केर गयो, तर अनटुवर्ड इन्सिडेन्ट भएन। त्यसो हुनाले एउटा काउन्टर रेभोल्युसनकै एउटा पार्ट जुन थियो नि होइन, त्यो त टाढ्या हो नि, त्यो कसैले मानोस् या नमानोस् होइन, हजुरको तर्फबाट होइन एउटा ठुलो होइन एउटा कन्ट्रिब्युसन हो नि, त्यो त मान्नु पऱ्यो नि होइन। अर्को एउटा पोइन्ट चाहिँ के भनेदेखि विश्वविद्यालयले त्यो बेलामा सेमेस्टर सिस्टम थियो। सेमेस्टर सिस्टमको चाहिँ के भने सबैभन्दा ठुलो चाहिँ के भने तिमीलाई प्रमिस गरेर सुरुमा लिएको जुन पैसा छ नि होइन, त्यो पैसाभन्दा बढी पैसा लिन पाइँदैन होइन। अब कुन चाहिँ मानिसले विद्यार्थी स्थिर गर्न सकिन्छ, विद्यार्थी स्थिर गर्न सकिन्छ भन्ने दिमागमा लाग्यो होला होइन। र कसले चाहिँ के भनेदेखि चाहिँ त्यो विश्वविद्यालय कार्यकारीलाई बिचमा के भनिदियो भने एक्जामिनेसन फी चाहिँ लगाउने भनेर निर्णय होइन, सबै सेमेस्टरमा अहिले भइराखे भन्ने निर्णय गर्यो होइन। अब निर्णय गर्यो, विद्यार्थीले फेरि हडताल गर्यो होइन। अब त्यो निर्णय फेरि विद्यार्थीले चाहिँ हडताल गर्यो। अब त्यो हडताल चाहिँ के भनेदेखि चाहिँ गर्नुको पछाडिको लजिक त फेरि तिम्रो चाहिँ के भने भान्ने हो नि, त्यो त राइट, त्यो भान्ने हो एउटा। अर्को त्रिभुवन विश्वविद्यालय झुकाउने हो, जसरी भने यसलाई विश्वविद्यालय झुकाउने हो। अनि फेरि त्यसै मिटिङ बस्छ विश्वविद्यालयका पदाधिकारीहरू राखेर, अनि त्यो जोकरहरू क्याम्पस प्रमुख जोकर, हामी जस्तो जोकर चाहिँ अवसर भाषण गर्छौँ। अनि सबैले चाहिँ के भने यो चाहिँ फिर्ता लिनुपर्छ, यो चाहिँ फिर्ता लिनुपर्छ, फिर्ता लिएन भनेदेखि चाहिँ के भने जनमत सङ्ग्रह चाहिँ भाँडिन्छ। सबैले त्यही भने होइन, त्यही भने। अनि मै एउटा चाहिँ उल्लु फेरि त्यहाँ के आयो भनेदेखि यो फिर्ता लिनु ऊ गर्नु गल्ती तिम्रो भयो के, शुल्क लगाउने गल्ती तिम्रो हो होइन। अब तिमीले यो शुल्क फिर्ता लियो भनेदेखि त विद्यार्थीले भोलि सबै तिम्रो हाम्रो छातीमा त टेकेर हिँड्छ नि, हामी त जे गरे पनि हुन्छ भन्ने हुन्छ होइन। यो फिर्ता लिनु हुन्न भन्ने प्रश्न गरिसकेपछि है के गरेर लिने त भने अहिले जाँचको फर्म भर्न देऊ, अहिले जाँचको फर्म भर्न फेरिको कुरा नगर, भोलि रिजल्ट लिन आउने बेलामा त ती सबै इन्डिभिजुअल हुन्छ नि होइन। रिजल्ट नदेऊ छिट्यो होइन, रिजल्ट नदेऊ है, समस्या त टर्यो नि त्यसमा भनेर भन्यो ल त्यसै गर्ने भन्ने निर्णय गर, फिर्ता पनि लिएन होइन, फिर्ता पनि लिएन। अब यी इन्सिडेन्ट्सलाई साँच्चै राम्रोसँग हेर्ने हो भने एउटा मास्टरको त काम त क्लासै हो नि, क्लासमा पढाएपछि त सिद्धियो नि होइन र होइन। यो आउट अफ दि तिम्रो चाहिँ ऊ गएर विश्वविद्यालयलाई प्रोटेक्ट गर्नुपर्ने मेरो चाहिँ कुनै जरुरी त थिएन नि सर। मैले भन्नु सकेको पेसाप्रतिको हजुरको जुन होइन सद्भाव थियो होइन विद्यार्थीप्रति होइन, त्यसले काम गर्यो। त्यो चाहिँ के भने म कलेजमा गएँ, मिटिङ भइरहेछ के हुन्छ भन्ने चाहिँ अब विद्यार्थी बसिरहेको थिएँ होइन। अनि घेरे सर के भयो त हाम्रो पैसा फिर्ता लिने भनेर सबै बसेपछि अनि जिस्काएर मैले के भनेर भाइ सबैले लिन्छु भनेको थियो होइन, सबैले लिन्छु भनेको थियो मैले, यो त फिर्ता लिनु हुँदैन भन्ने। अब तिमीहरूले मलाई पिट्नु पर्ने हो, मार्नु पर्ने, जे हो मै एउटाको कारणले यो चाहिँ फिर्ता भएन है भने हामी तिर्दैन भने नतिर्न के फरक परेर मैले कसरी असुल गर्छु तिमीले हेर्दै झा भने मैले होइन। जिस्काएर चाहिँ दिज आर द पोइन्ट्स होइन। अब यी कुरा सम्झेर आउँदाखेरि, यी कुराहरूलाई चाहिँ के भन्छ सम्झेर आउँदाखेरि कता कता कुनै लेभल अफ डिससेटिस्फ्याक्सन चाहिँ डेफिनेटली हुन्छ निराश होइन, डिससेटिस्फ्याक्सन हुन्छ होइन। मलाई के जरुरी थियो अरे यो सबै काम गर्नुपर्ने जरुरी त थिएन नि होइन। तर मैले किन गरेँ भने मैले यो विश्वविद्यालयको इज्जतको लागि गरेको एउटा इफोर्ट हो एउटा मास्टरले होइन। त्यो कारणले चाहिँ कता कता मलाई चाहिँ के भनेदेखि जुन एक किसिमको इन्डिफरेन्स
जुन किसिमको ऊ छ त्यसले चाहिँ कता कता डिससेटिस्फ्याक्सन चाहिँ ल्याउँछ राजा छैन म भन्दिनँ। तर के भनेदेखि अब मैले सबैलाई देशभरिलाई पढाएको त डेफिनेटली होइन। मैले जे जति पढाएँ ती विद्यार्थीहरूका मनस्पटलमा कहीँ न कुनै ठाउँमा म त जिउँदो छु नि होइन र साथ जिउँदै छु नि। त्यसो कारण म चाहिँ के भनेदेखि चाहिँ टिचर्स भएको चाहिँ फर्स्टको सेटिस्फ्याक्सनको लागि त्यो विद्यार्थीको लागि हो नि। त्यसो भएर मैले चाहिँ विद्यार्थी मेरो चाहिँ के भनेदेखि चाहिँ मालिक पनि यिनीहरू हुन्, भगवान् पनि यिनीहरू हो भन्ने गरेको कारण चाहिँ त्यो होइन। यिनीहरूलाई मैले त कहीँ न केही त गरेको रहेछ नि भन्ने जुन लाग्छ होइन। त्यसले गर्दाखेरि मैले जुन पेसा अपनाएँ त्यो पेसामा मलाई कुनै प्रकारको चाहिँ के भनेदेखि चाहिँ रिग्रेट पनि छैन। मैले यसो नगरेर म यतातिर गएर चाहिँ बिजनेसम्यान भए हुन्थ्यो भन्ने चाहिँ के भनेर हुन्थ्यो भन्ने जुन किसिमको चाहिँ के भनेदेखि चाहिँ रिग्रेटहरू छ नि होइन, त्यो रिग्रेट ममा छैन।